हेलो गाइस, सेवा सामना सम्पूर्णमा मेरो तर्फबाट आज चाहिँ हामी चाहिँ जापानमा चाहिँ आएको 2-3 महिना भयो। अनि हामीलाई चाहिँ कम्पनीबाट घुमाउनको लागि चाहिँ लाँदै हुनुहुन्छ। काम 5 बजेसम्म काम गरिसकेर अनि कम्पनीमा काम गर्ने मान्छे र अनि कम्पनीको मालिक फ्यामिलीहरूसँग नि हामी चाहिँ घुम्न जाँदैछौँ। अनि हामीलाई चाहिँ फर्स्ट टाइम हो कम्पनीको साथीहरूले चाहिँ घुमाउन लग्नुभएको। अनि हामी चाहिँ पुग्न लाग्यौँ। अनि यो जापानमा चाहिँ कति धेरै राम्रो गार्डनहरू अनि यो रुखलाई पनि काटेर कस्तो राम्रो डेकोरेसन गरेर राखेको हुन्छ कि वाउ कति राम्रो फ्लावर वाउ हामी चाहिँ आइपुग्यौँ हाम्रो डेस्टिनेसनमा कति राम्रो फुल ओ माय गॉड गाइस हामी चाहिँ आइपुग्यौँ कति राम्रो फुलहरु छ ओ माय गॉड कति राम्रो मलाई टेन्सन चाहिँ यहाँ कोही मिसाएर आइपुगेको अवस्था हाम्रो सेटमा हुनुहुन्छ आइपुग्नु त गाइस तल कस्तो राम्रो फुल छ तल हाम्रो चाचाको बुढी लाउनु छ कस्तो राम्रो फुल क्या मलाई लाग्छ कस्तो राम्रो फुल कस्तो कलरफुल वाउ कस्तो राम्रो फुल कस्तो राम्रो गार्डन statue. Itu fit temple ka namin tayo na. Pada खिच्यो वाव म चाहिँ मेरो दिदी हाई अब आइफोन भएको राम्रो आउँछ फोटो कोही यता फोटो खिच्दैन त्यस्तो खोज्नु छ मारामी बुलाक्लाक अनि बसेर म खिचिदिन्छु ओए मेरो भिडियो बनाइदेऊ न प्लिज अनु यहाँ आऊ न ओए आऊ न मेरो भिडियो बनाइदेऊ यहाँ हाई कोरे आरिमास हाई कस्तो राम्रो फुल मलाई त हेर कस्तो राम्रो भइरहेको कति राम्रो फुल हो के यो पर्समा त म हेर न भलियो के
अर्कोचोटि यो ठाउँको नाम सोध्ने अनि तर यो फुल छ नि यो नेपालमा पनि पाउँछ है गाउँमा चाहिँ नेपालमा छ है छन चाहिँ यस्तो फुलहरू झन्नै यता पनि रहेछ हेर हेर चाचाको छोरी कुदेको जङ्गल रहेछ यता मासतिर यता जङ्गल रहेछ के गर्नु यो लेखेकै पढ्न मायालु मायालु ओ भित्र कस्तो राम्रो राम्रो रहेछ यार घन्टी हामी चाहिँ जान लागेको आजी साई पैसा के गरौँ सिक्कै पैसा छैन पैसा नभएपछि यस्तै हो हाम्रो गाडी हाम्रो साथीको बुढी अब हामी जान लागेको मेरो म छिटै आएर फोन गर्छु ल ड्याडी चाहिँ बस्नु ल कतै तिर्खा लागेछ मलाई छिटै चाहिँ गइहाल्छ यिनीहरूले के भन्छन् बुझे पो लगाइ चाहिँ हामी अब गाडी चढेको गाडी पस्यौँ गाइज अब गाइज आज हामीले यहाँ साथीको चुना लाइन यहाँ चुना यो उनीहरूले खायो 600-700 हामीले खायौँ 1000-1200 लिएर त पैसा पनि छैन यार हामीसँग त आजको लागि यति नै बाई बाई गाइज मेरो भिडियो हेर्नु होला एन्ड लाइक सब्सक्राइब गरिदिनु होला